साथीहरू, आज म तपाईहरुलाई 3 लाख प्रति कट्ठा पर्ने धान खेतको बारेमा जानकारी दिँदैछु। यो धान खेत जम्मा 18 कट्ठाको रहेको छ। लोकेसनको कुरा गर्दा जिल्ला मोरङ, ग्रामथान 5, तेतरिया। अनि सुविधाको बारेमा भन्दाखेरि चाहिँ बाटो बिजुलीको एकदमै सरल पहुँच भएको। अनि सिँचाइको लागि कुरा गर्दा चाहिँ हाम्रो यो सुनसरी जिल्लाको सप्तकोशी किनारबाट जुन चतराबाट विशाल मानव निर्मित मूल नहर ल्याइएको छ। यो चाहिँ हाम्रो मोरङ जिल्लाको केराउन भन्ने ठाउँसम्म जान्छ। अनि यो मूल नहरको शाखा नहर चाहिँ यो खेतमा लगाइने गरिन्छ। अनि यो चाहिँ मूल नहरदेखि दक्षिणपट्टि रहेको छ है, तपाईहरुले कन्फ्युज नहुनु होला साथीहरु। अनि यसमा शाखा नहर प्रयोग गरिँदै आइएको छ भने अनि वरिपरि चाहिँ राम्रो र मिलनसार बस्तीहरू रहेको छ। एकदमै मिक्स बस्ती छन्, पहाडी यताको स्थानीय चौधरी समुदाय हैन, सबैजना सबै खालको तपाईले पाउन सक्नुहुन्छ भने यदि तपाईलाई मन पर्छ यस्तै खालको धान खेतहरू अनि तपाई शान्त वातावरणमा बस्न चाहनुहुन्छ भने अथवा आफ्नो बजेट भित्र पर्छ भने चाँडो सम्पर्क गर्नु होला साथीहरु है। मैले सम्पर्क नम्बर यहाँ राखिदिएको छु है त।